जेनजी आन्दोलन पहिला यिनको युट्युब च्यानलमा 1 लाख सब्सक्राइब थियो र अहिले 6,47,000 सब्सक्राइब अगाडि भइसकेको छ र अहिले यिनको भिडियो चाहिँ संसारभर यो भ्लग चाहिँ भाइरल भइरहेको छ र हामी यहाँ चाहिँ देखाउँछौँ, देख्न सक्नुहुन्छ। एउटा भिडियोमा 9 दिन अगाडि अपलोड गर्नुभएको थियो र त्यो जुन आन्दोलनको थियो जेनजी 27 मिलियन भ्युज आएको छ र यो भिडियोबाट यिनले 23 मिनेट 10 सेकेन्डको भिडियो रहेको छ। कति कमाए त, कति करोड अथवा लाख कति कमाए त 9 दिनमा 27 मिलियन भ्युजबाट, त्यो हामी क्याल्कुलेट गरेर देखाउनेछौँ। सबैभन्दा पहिला यहाँ चाहिँ 1 मिलियन भ्युजको चाहिँ 10 लाख भ्युज हुन्छ, यो बुझ्नु होला। त्यसपछि अब 1 मिलियनको 10 लाख, 10 मिलियन भ्युज बराबर 1 करोड भ्युज हुन्छ भने उनकोमा 27 मिलियन छ। अब त्यस्तै यहाँ चाहिँ देख्न सक्नुहुन्छ, हामीले 27 मिलियन इन्टु 10 लाख गर्दाखेरि 270 लाख भ्युज जान्छ, जो कि 2 करोड 70 लाख भ्युज हुन्छ टोटली करोडको हिसाबमा गर्दाखेरि। अब यसको अर्निङ कति भयो त त्यो चेक गर्दैछौँ। त्यसको लागि पहिला मेरो एउटा भ्लग रहेको छ जो कि हाम्रो चाहिँ 5 मिनट 21 सेकेन्डको भिडियो रहेको छ र 33,000 चाहिँ भ्युज आएको छ। हामी चाहिँ यो वाच टाइमलाई चाहिँ क्याल्कुलेट गर्नेछौँ जस्तो अब यसमा पहिला अर्निङ चेक गर्नेछौँ हाम्रो चाहिँ। अब अर्निङ चेक गर्नको लागि चाहिँ यसमा क्लिक गर्छौँ। यसमा क्लिक गरिसकेपछि हामीले चाहिँ अब 23 मिनटलाई चाहिँ हामीले चाहिँ यो 5 मिनटको छ, त्यसलाई चाहिँ अब एन्टु गर्दै लग्नेछ। अब यसको अर्निङ हेरौँ। अर्निङको कुरा गर्दाखेरि देख्न सक्नुहुन्छ हाम्रो चाहिँ त्यो 5 मिनटको भिडियोमा चाहिँ $9 चाहिँ अर्निङ भएको छ 33,000 भ्युज आउँदाखेरि। अब हामीले चाहिँ 10 मिनटको 20 मिनटको गर्नेछौँ। त्यसको लागि हामीले चाहिँ पहिला चाहिँ अब लामो भिडियोमा चाहिँ एडहरू चाहिँ बढी बस्ने गर्दछ। 33,000 भ्युज बराबर $9 आएको छ 5 मिनटको भिडियोमा भने। अब हाम्रो चाहिँ यसलाई चाहिँ हामी चाहिँ डबल गर्दै लाग्नेछौँ। 10 मिनटको भिडियो भयो $18 आउँथ्यो भने, त्यस्तै हाम्रो चाहिँ यदि 20 मिनटको भिडियो भएको भए $36 आउने थियो। हामीले 3 मिनटको मिनट राखेका छैनौँ, हामीले चाहिँ त्यो हामीले चाहिँ वाच टाइम नराखेका छौँ हामीले 3 मिनटको। अब लगभग हाम्रो चाहिँ 1000 भ्युज बराबर $1 भयो र हाम्रो चाहिँ यदि 100K यानि कि 1 लाख आयो भने चाहिँ $100 हुन्छ र 1 मिलियन भ्युज आयो भने चाहिँ हाम्रो चाहिँ $1K हुन्छ। $1K भनेको $1000 हुन्छ। भ्युज क्याल्कुलेसन गरौँ। भ्युज क्याल्कुलेसनको लागि चाहिँ 270 लाख भ्युज आएको छ टोटली 27 मिलियन बराबर 270 लाख एन्टु अब हामीले चाहिँ $100 गरेका छौँ। 1 लाख भ्युज बराबर 100 गऱ्यौँ। टोटली यहाँ चाहिँ देख्न सक्नुहुन्छ $27,000 आयो। त्यसबाट चाहिँ $27 अर्निङ भयो। गुगलमा जान्छौँ। गुगलमा गइसकेपछि यहाँ चाहिँ $27,000 हामीले टाइप गर्छौँ। $27,000 इन नेपाली रुपिस भनेर टाइप गऱ्यौँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ टोटलको कुरा गर्दाखेरि 38 लाख यहाँ चाहिँ 5,620 38 प्लस हाराहारीमा चाहिँ अर्निङ भएको छ। विश्वव्यापी धेरै देशबाट हेरेको हुनाले धेरै पनि अर्निङ भएको छ यो भिडियोबाट। त्यस्तै यहाँ चाहिँ देख्न सक्नुहुन्छ। अब यसको चाहिँ हामीले चाहिँ अब मन्थली इन्कम कति हुन्छ त त्यो क्याल्कुलेसन गरेर देखाउनेछौँ। त्यसको लागि युट्युब अर्निङमा आएका छौँ जो कि हामीले चाहिँ गुगलमा त्यो हामीले चाहिँ सोसल बेलेटको अप्सन पाउन सक्नुहुन्छ। सोसल बेलेटबाट युट्युबको अर्निङ चेक गर्न सकिनेछ। यहाँ चाहिँ सर्च बारमा आयो। सर्च बारमा त्यहाँ युट्युब च्यानलको नाम मैले चाहिँ यहाँ चाहिँ सर्च गर्छु। त्यो जस्तो यहाँ चाहिँ देख्न सक्नुहुन्छ वी ह्याड टु द कोल्ड भनेको छ। यो च्यानलको नाम रहेको छ, माथि सुरुमा देखाइसकेको छ। अब यसको यहाँ चाहिँ देख्न सक्नुहुन्छ जम्मा सब्सक्राइबको कुरा गर्दाखेरि 6,46,000 सब्सक्राइब रहेको छ। पहिला त जम्मा थोरै थियो। भिडियो चाहिँ 51 वटा रहेका छन्। भ्युज चाहिँ 37 मिलियन भ्युज रहेको छ। नेपालमा आइसकेपछि मात्र यो भ्युज आएको। र क्रिएट अन भनेको चाहिँ यो चाहिँ सेप्टेम्बर 14, 2022मा चाहिँ युट्युब च्यानल क्रिएट गर्नुभएको थियो, देख्न सक्नुहुन्छ। अब अर्निङ कति हुन्छ त्यो चेक गरौँ। यसमा चाहिँ थोरै चाहिँ मैले यसलाई चाहिँ स्क्रल गर्छु। स्क्रल गरिसकेपछि यहाँ चाहिँ हाम्रो चाहिँ टोटल्ली अर्निङ देखाउने छ त्यो युट्युब च्यानलको। यहाँ चाहिँ देखाइसकेको छ, देख्न सक्नुहुन्छ। अब यसको अर्निङ यहाँ चाहिँ देख्न सक्नुहुन्छ 30 दिनमा सब्सक्राइबको कुरा गर्दाखेरि टोटल्ली सब्सक्राइब 6,29,000 भनेपछि 30 दिनमा त्यो भिडियोले चाहिँ एकदमै धेरै बढी ल्यायो। 6,29,000 सब्सक्राइब चाहिँ 30 दिनभित्र बढेको छ भनेपछि यो 9-10 दिनभित्रै बढेको सबैभन्दा बढी, तर 30 दिनको डेटा देखाउँछ। त्यस्तै अब भ्युजको कुरा गर्दाखेरि 30 दिन टोटल्ली 30 दिनमा चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ टोटल भ्युजको कुरा गर्दाखेरि 36 मिलियन यहाँ चाहिँ भ्युज आएको छ जुन जिएन आन्दोलनका भिडियो राख्दाखेरि। र यहाँ चाहिँ देख्न सक्नुहुन्छ मन्थली इन्कमको कुरा गर्दाखेरि यहाँ चाहिँ $9 यानि कि $9K देखाएको छ। 9K भनेको $9,000 तपाईँको चाहिँ $1,44,000 मन्थली इन्कम हुन्छ भनेको छ। तर तल वार्षिक इन्कममा पनि सेम देखाएको छ भनेपछि माथल्लो नै अब भर्खर अर्निङ गरेको हुनाले जुन त्यो भिडियोले नै सबै तानेको। अब $9K को कति हुन्छ त त्यो चेक गर्नको लागि गुगलमा $9K इन नेपाली रुपिस हामी यहाँ चाहिँ टाइप गर्छौँ। कति देखाउँदो रहेछ त नेपालीमा देख्न सक्नुहुन्छ टोटल्ली $9K यानि कि $9,000 को चाहिँ टोटल्लीको कुरा गर्दाखेरि कति हुँदो रहेछ त 12,68,000 समथिङ तल हाराहारी हुन जाँदो रहेछ। अब हामी चाहिँ उनको युट्युब च्यानल चेक गर्छौँ। यहाँ चाहिँ युट्युबमा आएको छु, सर्च बारमा जान्छु र यहाँ चाहिँ देख्न सक्नुहुन्छ वी ह्याड द
कोल भन्ने युट्युब च्यानल रहेको रहेछ, यहाँ चाहिँ देख्न सक्नुहुन्छ। अब पहिलाका भिडियोहरू हेरौँ, उहाँका चाहिँ पहिलाका भिडियोमा भ्युज कति आउँथ्यो त्यसको लागि चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ। पहिलाका भिडियोहरूमा चाहिँ जम्मा 26,000 यसरी 39,000 68,000 97,000 यसरी भिडियोमा चाहिँ भ्युज आएका थिए भने अहिले नेपालमा आइसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ। फर्स्ट नेपालको एउटा भिडियोमा चाहिँ 10 दिन अगाडि अपलोड गर्दाखेरि 1.3 मिलियन, त्यसपछि 9 दिन अगाडिको अपलोड गरेको भिडियोमा यहाँ चाहिँ देख्न सक्नुहुन्छ 23 मिनट 10 सेकेन्डकोमा 27 मिलियन 9 दिनमा आएको छ भने त्यसपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ 6 दिनमा चाहिँ 4.5 मिलियन। यसरी नेपालमा चाहिँ क्रमशः भ्युजहरू पनि बढ्दै गएका छन्। यो युट्युब च्यानलले चाहिँ एउटा भिडियोबाट लगभग नेपालमा आइसकेपछि लगभग 39-40 लाख हाराहारी कमाएको छ। भिडियो मन परेमा लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।